हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ म खाजामा सुक्खा रोटी बनाएर खानको लागि रोटी बेल्दैछु। पिठो मुसेर तरकारी बिनाको सुक्खा रोटी र चिया, दुध चियासँग खानको लागि चाहिँ बनाउँदैछु। दुईजना मात्रै छौँ, सो तरकारी चाहिँ नबनाइकन रोटी र चिया मात्रै। अनि मैले चाहिँ ताईमा पकाउँथ्यो बेला आज चाहिँ कराईमा कस्तो हुँदो रहेछ भनेर कराईमै बनाइदिएको राम्रै हुँदो रहेछ। कराईमा पनि ग्यासमा कराईमा चाहिँ रोटी पोल्न थाले। धमाधम रोटी चाहिँ यस्तो भयो, राम्रै हुँदैछ। एकपट्टि मैले चिया पनि बसाइरहेको छु, दुध चिया। म चाहिँ रोटी पोल्दै थिएँ। रोटी पोल्दा पोल्दै मेरो चाहिँ त्यहाँतिर हातै डामिदियो क्या, कराईले तातो कराईले हल्लिएर हातै डामिदियो नारीमा। यत्रो डामे बनाइदियो, पोलिरहेको छ। यस्तो हुँदैछ है रोटी चाहिँ साथीहरू। अनि यता चिया पनि भकभकी उम्ल्यो। बुवा र मेरो लागि हो चिया रोटी नै। घरमा अरू हुनुहुन्न थियो, सो दुईजनालाई मात्रै बनाएको खाजा चाहिँ। नानीले चाहिँ सुजी बनाएर खुवाइसकेँ, रोटी पनि हल्का खान्छ। मैले चाहिँ रोटी बनाउँदै यस्तो भयो। रोटी चाहिँ सुक्खा रोटी, अनि चाहिँ बुवाको लागि चिया पनि। अनि अब म पनि खान्छु रोटी। त नानीसँग बोल्दै खाँदै थिएँ। नानीले पनि खायो अलिअलि। चियासँग खाएको रोटी चाहिँ साथीहरू मिठो भयो। अनि मेरो चाहिँ हातमा यस्तो रातो न रातो भएर हातमा डामिदिएको यस्तो भयो। यत्रो डामिदिएको छ कराईले पोलेर। रोटी खाने बेला हातै डामिदियो। यो कराईको यस्तो बिटले पोलिदिएको क्या मेरो चाहिँ। म चाहिँ अनि रोटी बुवालाई दिएर खाँदै थिएँ। र साथीहरू, मैले चाहिँ आज खाजा रोटी बनाएर खाएँ। आजलाई यति नै। भेट्नेछु नेक्स्ट भिडियोमा। भन्दै बाई बाई एभ्रिवान।